स्कुटर यहाँ पार्किङ गर्छ। कस्तो रहेछ भने यहाँ पार्किङ सिस्टम? 20 रुपियाँ घन्टाको कि कस्तो? जति दिनभरिको 20 रुपियाँ। नाइ त खाजा खायो भने चाहिँ नलाग्ने, अनि खाजा खाएन भने चाहिँ लाग्ने पैसा, त्यही भनेर सुनेको थिएँ त अघि। सिस्टम अब त्यस्तै त्यही चाहिँ भनेर सुनेको थिएँ कि। ल अब लाग्नुपर्छ। पार्किङको पछि चाहिँ त्यहाँ तिर्ने है। त्यहाँ शौचालय टोइलेट भइहाल्यो। त्यहाँ अब पिसाब गरेको 10 रुपियाँ, अब दिसा पिसाब गरेको 10 रुपियाँ भनौँ न। पार्किङ गरेको चाहिँ 20 रुपियाँ दिनभरिको। यसरी मुच्छस्, यसरी मुद्दा पाउँदैन है। यसरी मुद्दा पाउँदैन। ल साथीहरू हेर्नुहोस् है, फेवाताल शरणकोट चाहिँ माथि छ है। माथि छ शरणकोट। त्यो हातले त्यो ल शरणकोट हेर्नुहोस् है, माथि डाँडामा शरणकोट हेर्नुहोस् है। यता फेवाताल भइहाल्यो, पोखरा भ्याली भइहाल्यो, अनि स्तुपा चाहिँ त्यहाँ छ। अब स्तुपातिर जानु पर्यो नि है। शरणकोट जाने केबल है, त्यो वाइट सबै देखेको शरणकोट जाने केबल कार है। साथीहरू हामी चाहिँ अहिले स्तुपामा आइपुग्यौँ है। यहाँ पनि पार्किङ गर्नु पर्दो रहेछ। अब यहाँ पनि अब पार्किङ कति लिने हो? ए 30 रुपियाँ हो र पार्किङको। यो के हो, चियाको 30 रुपियाँ? विभिन्न क्याफेहरू तपाईँले यहाँ आएपछि विभिन्न क्याफेहरू देख्न सक्नुहुन्छ। यहाँ बसेर आनन्द मनोरञ्जन हेर्न सक्नुहुन्छ है। माउन्टेन भ्यू क्याफे एन्ड ह्याप्पी स्विङ। तपाईँहरू यहाँ आएर चाहिँ मजाले चाय होइन खाजाहरू खान सक्नुहुन्छ। यहाँ चाहिँ यो के अरे ढुङ्गा के अरे हुन्छ, सरी ढुङ्गा त यहाँ तल पो त होइन, यहाँ माथि त पिङ खेल्ने, यहीँ चाहिँ भिमा पिङ खेल्ने ठाउँ यही होइन। ठोकिन नि उतापट्टि अलिक तल बनाएर इन्ट्रेन्स 30 रुपियाँ रहेछ। सिङ्गल स्विङ 100, कपिल स्विङ 150 रहेछ है। पछि हामीलाई आउनुहोस् है तपाईँहरू मजाले। ल हाम्रो देशको झन्डा देखेपछि त एकदमै आनन्द होइन। देशको झन्डा देखेपछि मनै शान्त आनन्द फिल हुन्छ। साथीहरू तपाईँहरूलाई चाहिँ म अब काउन्टर हे काउन्टर बन्द हो क्या हो? के को काउन्टर रहेछ भने यो के काउन्टर रहेछ, अहिले चाहिँ बन्द रहेछ। स्तुपा हो र तल गएर फेरि माथि उक्लिनु पर्ने होला नि। अब आइहाल्यो, अब आउनुहोस्। अब ल जाँदैछौँ अब अहिले। स्तुपा देख्नु भएको छ नि तपाईँहरूले? क्लियर देखेन है वाइटले गर्दाखेरि। यत्रो आयो, अब यहीँबाट त यहाँ हिँड्न जानु त होला नि, यहीँ त होला नि अब। हो र ल साथीहरू हामी फेरि यहाँबाट फर्केर अर्कै बाटो जाने भन्ने सोच भइहाल्यो। यस्तो समय होला बाटो भनेर त खाल्डो गरेर उक्किनु पर्ने चाहिँ प्लेयर जाँदा नि मजा हुन्छ नि। भाइ त्यो माथि उक्लेको त्यो यस्तो कोँडा लाग्छ भयो। त्यहाँ क्रमशः धेरै दौड्यो नि त। कुदेको फेरि एक्सर्साइज गरेँ। 10 बजीतिर आउने मान्छे हो। दिदीले बोलाएको बोलाइ गरेर
यहाँबाट चाहिँ मन्दिर नदेख्दो रहेछ होइन के को तल है अँ। यो यो साइडमा हो साइडमा पर्छ नि अँ। पानी बन्द हो ए जङ्गल छ नि हजुर पानी बन्द जङ्गल हो अँ। यो बहुत हिँड्न पर्ने रहेछ यार यो उताबाट बाटो छैन होला नि फेरि यतै आउनु पर्ने बाटो रहेछ सबै बाटो होला यहाँ ठाडो छ है उता जाँदा ठिक हुन्छ खानु त अनि अब तपाईँ खानु न म त गर्मीमा के चिया खानु त नि यहाँ जाऊ खै के खानु हेर्छु म विचार गर्छु अरू हेर्छु रे एकछिन साथीहरू अहिले चाहिँ हामी खाजा खान चाहिँ यहाँ एकछिन बसेको चाय पिएर फर्किनु पर्छ ब्याकग्राउन्डमा पछाडि देख्नुभएको छ नि फेवाताल ढुङ्गाहरू सरर पछाडि म देखाउँछु तपाईँहरूलाई त्यहाँ ढुङ्गा हजुर हजुर झन्डै लडिएन चाय लभर त्यो बेला मैले अघि वेलकम पनि गरेन है अहिले चाहिँ सुरुमा गर्नुपर्ने अहिले चाहिँ बिचमा आएर गर्नु पर्यो ल साथीहरू यदि तपाईँहरू यो भिडियो हेर्नुभएको छ भने चाहिँ लाइक कमेन्ट सेयर पनि गरिदिनु है अनि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु नि फेरि अनि बिहान चाहिँ हामी उता आँखा जचाउन गएको थिएँ अनि आँखा जचाएर आएर चस्मा पनि टल्काउँदैछु चस्मा लगाएर अब चस्मा लगाएर हिँड्नु पऱ्यो नि है एकदम आँखा कमजोरी छ त्यही हो साथीहरू अब हामी यहाँ हल्का चिया नास्ता खाजा होइन के भन्नु अब हल्का आराम गर्न बसेको छौँ त्यहाँ ढुङ्गा एकै ठाउँमा घुमिरहेको छ होइन कस्तो चिन एउटै ग्रुप हो कि क्या हो है फेवातालको ठाउँ छ नि त फेवाताल पुरा फेवाताल हो कि फेवाताल पानी यहाँदेखि आउँछ फेवातालको पानी यताबाट सुरु हुँदो रहेछ है मन्दिर चाहिँ यता छ है फेवाताल मन्दिर बाह्रै मन्दिर भन्छ भएन है बाह्रै मन्दिर चाहिँ अब उहाँ त्यहाँ छ है अब मैले बोल्नमा केही गडबड गरेँ भने चाहिँ सरी माफी माग्न चाहन्छु एन्ड साथीहरू वेलकम है वेलकम छ हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु भएकोमा अनि फेरि पनि तपाईँहरूलाई वेलकम टु माई युट्युब च्यानल अनि अरू त के भन्नु त केही बोल्न नि आउँदैन खेल्दै हुनुहुन्छ भेना जेत्ने मान्छे भेनाले चाहिँ चिया पिएर चाहिँ बसिसक्नु भयो अब मेरो पालो चाहिँ अब खाजा खाने खाजा खाएर यहाँबाट अनि हामी उता स्तूप जान्छौँ बुद्ध टेम्पल वाइट टेम्पल हो भने वाइट टेम्पल है स्तूप वाइट गुम्बामा जान्छौँ अनि यहाँबाट अब खाजा खाएर वाइट गुम्बा जान्छौँ चौबिस गुम्बा जापानिज गुम्बा अरे
मलाई त खासै त्यति थाहा छैन नि त। वाइट गुम्बा भनेर सुनेको थिएँ। त्यही हो। त्यहाँ मात्रै कति धेरै भिडियो बनाउने है। अब फेरि तपाईँहरूलाई म त्यहाँ वाइट गुम्बामा गएर बनाउँछु भनेको, त्यहाँ भिडियो पनि बनाउन नपाउँदो रहेछ। तर पनि त्यहाँभन्दा अलिक तल पर चाहिँ म तपाईँहरूलाई वाइट गुम्बा चाहिँ देखाउने छु। अनि त्यहीँ गएर चाहिँ नजिक गएर चाहिँ बनाउन मिल्दो रहेछ है त। सर देखाइदिउँ न सबैलाई है। यहाँबाट चाहिँ कति आनन्द हुँदो रहेछ मजाले होइन। फेवाताल हेर्दै अनि त्यहाँ शरणकोट डाँडा हेर्दै, यतापट्टि पोखरा भ्याली हेर्दै, अनि यतापट्टि स्तूपा हेर्दै, फेरि उतापट्टि शिव टेम्पल, शिव स्तूपा माथि दुर्गा माता भगवान पनि वहीँ छ है स्तूपा। अनि यहाँबाट मजाले हेर्दै सबै यताबाट नि हेर्दै, यता पनि हेर्दै, उता हेर्दै, यता हेर्दै है, सबै ठाउँ हेर्दै मजाले खाजा खाँदै कति आनन्द फिल हुँदो रहेछ कि। यहाँ पनि बस्न सक्नुहुन्छ अनि त्यहाँ पनि बस्न सक्नुहुन्छ आनन्दले। यता पिङ खेल्न सक्नुहुन्छ। त्यहाँ पनि छ पिङ खेल्ने ठाउँ एउटा अर्को। तर त्यहाँ चाहिँ अलिकति डर छ कि, त्यहाँबाट वात्त चिप्ल्यो भने त चिप्ले नि डर लाग्छ नि। ल अब तपाईँलाई चाहिँ म वाइट गुम्बातिर लिएर जाँदैछु होइन। के भन्नै आउँदैन ल त साथीहरू। फेरि भेटौँला है। अहिलेको लागि चाहिँ छुटौँ है त। एकछिन बसिराख्नु नि, फेरि बसिराख्नु। भिडियो त कन्टिन्यू हुन्छ, तर अहिलेको लागि चाहिँ म भिडियो बन्द गर्छु, खाजा खान्छु होइन। खाजा खाएको त के देखाउनु है। भिडियोले त खाजा खाएको पनि देखाउँछ भन्छ, त्यसरी चाहिँ खाजा खाएको चाहिँ नदेखाऊँ होइन। तपाईँ चाहिँ बसिराख्नु नि, हेरिराख्नु, भिडियो हेरिराख्नु, कतै नजानु ल। म वाइट गुम्बामा तपाईँलाई म लिएर जानेछु, लिएर गइहाल्छु नि। वाइट गुम्बा पनि, वाइट गुम्बामा लिएर जान्छु नि तपाईँहरूलाई। एकछिन त बस्नुहोस् न है। ल त साथीहरू बस्दै गर्नुहोस् है, हेर्दै गर्नुहोस् है। टुरिस्ट एरिया हो नि त त्यो, टुरिस्ट एकदम आउँछ कि। टुरिस्टहरू चाहिँ यहाँ घुम्नको लागि एकदमै आउँछ है। धेरैजना पर्यटकहरू होइन, उहाँहरू चाहिँ धेरैजना यहाँ आउनुहुन्छ। खुसी लाग्छ आफ्नो देशमा चाहिँ पर्यटकहरू एकदमै भिडभाड धेरै आउनुहुन्छ होइन। उहाँहरूलाई यहाँ आइदिनु भएको उहाँहरूलाई धेरै धेरै धन्यवाद है। एउटा मोमो, चिकन मोमो अनि एउटा चिया हो। Così qua così, colorati? No, io l'ho visti sempre trasparenti e basta. Ok, andiamo? ल त साथीहरू वाइट गुम्बा स्तूपा जानको लागि चाहिँ, वाइट गुम्बा जानको लागि चाहिँ यहाँ पार्किङ गर्नु पर्दो रहेछ। यहाँ पार्किङ गरेर फेरि अनि यहाँ माथिबाट जान्छौँ हामी। गर्मी हुन्छ म त लाउँछु के यहाँ पार्किङ गरेर चाहिँ सरर अब पैदल यात्रा गर्दै वाइट गुम्बामा जाने है हामी चाहिँ। हामी भन्नाले भेना र म। त्यो वाइट गुम्बा जानमा चाहिँ पार्किङ यहाँ गरेर चाहिँ यहाँबाट जाने है पैदल यात्रा। यहाँबाट चाहिँ चट्ट कति हिँड्नुपर्ने हो थाहा भएन है। यस्तै हो साथीहरू। यस्तो राम्रो बनाएको सबै हातले त होला नि भने हो। के राम्रो बनाएको छ है। प्राइस पनि त्यस्तै होला नि त फेरि। ल वाइट गुम्बा जाने बाटोमा चाहिँ सामानहरू जति पनि छ है। माथि गएपछि भिडियो बनाउन पाइँदैन। यहाँ यो भिडियो बनाउने वाइट गुम्बामा चाहिँ भिडियो बनाउन पाइँदैन अरे। पसलहरू चाहिँ भरिपर्दो टन्नै छ। बाटोमा जति भए नि पाउँछ खाजा खानेदेखि होइन। अनि यो सामानहरू के किन्नु मन लागेको छ।
अझै माथि रहेछ क्या अझै माथि होइन अझै माथि छ यहाँबाट थाकियो ल माछा आयो माछा आयो माछा फराइ माछा फराइ माछा कहाँसम्म हो भिडियो बनाउन पाइने पनि थाहा भएन कहाँसम्म रहेछ भिडियो बनाउन पाइने पनि योसम्म पाइन्छ नि माथि अझै छ है माथि माथि त्यो स्टुपाको आडातिर मात्रै हो क्या बनाउनु नपाउने मलाई त बनाउँदै कि प्याकेटको 100 रुपियाँ लोकल माछा कति पर्छ हो र 100 रुपियाँ प्याकेटको माछा पाउँछ 100 रुपियाँ सहीमा त पाउँदैन होला बिहान थाकेर यहाँ थाकेर पुरा गलिसक्नु भएको छ रेस गर्नु ए फुटबल खेल्ने मान्छेहरू भएर यस्तरी थाक्नुहुन्छ उकालो उक्लिँदैन नि त अलिक दौडिँदा पनि झन् बढी एक्सर्साइज हुन्छ नि झन् उकालो उक्लिँदा त अलिक थकेर लाग्ने मात्रै हो सास अलिकति उस हुने मात्रै हो त्यहाँ चाहिँ हुने मात्रै हो यहाँ चाहिँ दोकान चाहिँ प्रष्ट छ है भयो टन्नै छ मजाले अमिलो होइन के को अमिलो खानु चाहनुहुन्छ आँपको अनि लप्सी काकती जेको खानु चाहनुहुन्छ सबैको छ यहाँ अमिलो चाहिँ अनि होटेलहरू होइन त्यहाँ बस्दा यिनीहरू तिनजना आएको यहीँ आइपुग्यो। सबै छ हजुर बारहरू यता सबै छ ल क्याफे बारहरू सबै टन्नै छ है मजाले टेन्सन केही लिनु पर्दैन अब यहाँदेखि चाहिँ म वाइट गुम्बा जाने बाटो यही हो नो टिकटक नो भिडियो है ल त साथीहरू अब म चाहिँ भिडियो बन्द गर्न चाहन्छु यहाँ माथि चाहिँ भिडियो गर्न नपाइने भयो त्यसैले चाहिँ अहिलेको लागि यहाँसम्म मात्रै फेरि फर्केर आइसी बनाउँछु है त साथीहरू फेरि भेटौँ होला ल फेरि भिडियो हेर्दै गर्नु नि फेरि भिडियो हेर्दै गर्नु कतै नजानु ल फेरि भेट गर्नुपर्छ ल साथीहरू यहाँबाट माथि चाहिँ भिडियो बनाउन पाउँदैन त्यसो भएर चाहिँ अहिलेको लागि चाहिँ म भिडियो अफ गर्छु अनि फेरि एकछिनपछि भेट भइहाल्छ तपाईँसँग है